नमस्कार है सबैजनालाई। आज म धेरै दिनपछि बल्ल एउटा अगाडि आएर फेस टु फेस पढ्न गइरहेको छु। अहिले म खासै अरू बाँकी कुरो लिएर आएको त होइन, तर अहिले वर्तमान जुन चलिरहेको छ नि जुन देशमा, त्यो चलिरहेको कुरामा सानो टिप्पणी मात्रै दिन आएको। म त्यसरी फेरि कसैको सपोर्ट, कसैको चाहिँ हुन्छ नि, कसैलाई चाहिँ एकदम विरोध गर्ने, सपोर्ट गर्ने भन्ने चाहिँ होइन। मेरो आफ्नो व्यक्तिगत क्षमताले, मेरो व्यक्तिगत सोचाइले के बोलिरहेछ, कसो बोलिरहेछ, मैले अहिले वर्तमानमा सोचिरहेको कुरालाई मात्रै यहाँदेखि बोलिरहेको छु होइन। त्यसलाई अन्यथा नलिनु। म कसैको विरोधी पनि होइन, कसैको सपोर्ट पनि होइन है। म बिचमा एकदम बिचको न्युट्रल मान्छे हो। तर मैले देखे अनुसार होइन, जुन हिजो र आजको जुन केस भयो होइन, जुन तरिकाको अहिले देशमा एउटा भइरहेको छ नि आजको आन्दोलनहरू, त्यो केसमा चाहिँ कस्तो भइरह्यो भने यो कुराले चाहिँ मलाई आजभन्दा लगभग 10-12 वर्ष भयो पहिलाको समयमा पुऱ्याइदियो क्या। जुन समयमा के थियो भने टायर बाल्ने, त्यो बाटोमा चक्काजाम हुने, कर्फ्यू लाग्ने, नेपाल बन्द, यो कुरा चाहिँ अहिले बिस्तारै अब यही देशले यतिरै अलिकति हाम फाल्न थालेको हो कि भन्ने कुरा चाहिँ मलाई आफ्नो व्यक्तिगत हिसाबमा लागिरहेको क्या। त्यो एउटा संलग्नता थियो जुनले चाहिँ पहिला त्यो कुराहरू गराउँथ्यो कि होइन। त्यो पार्टीगत होला होइन, अब व्यक्तिगत होला, आफ्नो कुरा छ है, आफ्नो समूहगत होला, आफ्नो कुरा छ। तर अहिले बिस्तारै फेरि त्यही कुरो फिर्ता हुँदाखेरि चाहिँ कस्तो भयो भनेदेखि चाहिँ यो बिचको पिरियडमा तिनी किन हराए, तिनी किन शीतल भए, अनि अहिले फेरि अचानक फेरि त्यही कुरामा किन अगाडि बढ्न लाग्यो होइन, सबै कुरा फेरि किन कन्टिन्यू भयो, त्यो कुरा चाहिँ प्रश्न गराउन लाग्यो क्या। अनि कस्तो भयो भने अब चाहिँ मैले देखेअनुसार चाहिँ बेरोजगारी चाहिँ एकदम धेरै बढ्ने नयाँ सरकारलाई होइन। अब कस्तो भयो भनेदेखि चाहिँ अब ठिक छ, नयाँ सरकारले भने हिजोको बाचा पर्दा एकदम पुरा गर्छ होला पनि, र अब त्यसमा के छ भने बेरोजगारीलाई रोजगार दिन्छु भन्ने थियो होइन। अब सायद त्यो चाहिँ अब सायद पुरा गर्न अलिक गाह्रै होला क्या सरकारलाई, किनभनेदेखि त सरकार यतातिर लम्बिरहेको चाहिँ उसले भइरहेको रोजगार चाहिँ झन् गुमाउनु पर्ने अवस्था आयो कि। बुझिदिनुहोस् पहिला है बोल्नु अन्त कस्तो भने भर्खरैको केटाकेटीहरू र भर्खर जिन्दगी सुरु गर्न लागेको मान्छेहरू मात्र हो कि बेरोजगार भनेको त। यहाँ तपाईँको हुन्छ नि जुनै पनि राजनैतिक दलमा लागेर अगाडि बढेको मान्छेहरू त सबै रोजगार छन्, किनभने उनीहरूलाई कथा कथाबाट चाहिँ व्यवस्था भइराखेको छ क्या होइन। अब सरकार अलिकति कडा भइदिएर अलिकति हुन्छ नि, तर कडा तरिकाले गइदियो भने चाहिँ त्यो सबै बेरोजगार हुने भयो क्या। अहिले मैले आफ्नो व्यक्तिगत तरिकाले हेर्दाखेरि चाहिँ होइन, अब हिजोको दिनमा चाहिँ केटाकेटीहरू चाहिँ बेरोजगार भएर आथे होइन आन्दोलन गर्न। अब चाहिँ अलिकति बुढाखाडाहरू के बेरोजगार हुने दिन देखेर आयो जस्तो लाग्यो कि। किनभनेदेखि त कस्तो भने त्यो कमाइ खाने भाँडा धेरै बन्द भयो कि, अनैतिक कमाइ खाने भाँडा है, जुन पनि अब पर्दा पछाडिबाट कमाउँथे नि त्यो कुरा बन्द हुने भयो। त्यसले गर्दाखेरि सायद हो कि भन्ने मलाई लाग्यो, मेरो व्यक्तिगत धारणा। अब जिन्दगी सुरु हुन लागेको मान्छेहरू छ नि, तिनीहरूले चाहिँ अब सुरु गर्छन् होइन, तिनीहरूले चाहिँ रोजगार पाउने भयो कि होइन। मैले भन्न खोजेको जति पनि अहिले वर्तमान अवस्थामा रोजगारी छन् नि, जो मान्छे श्रम गरेर भएको रोजगारी होइन है, श्रम गरेर भएको होइन कि कसैको पछि लाएर र कसैको हुन्छ नि जय जय गरेर भइरहेको, तिनीहरूलाई खाना पुगिरहेछ नि त। त्यो कुराहरू त्यो मान्छेहरू चाहिँ अगाडि आएको कि जस्तो मैले माने कि होइन। हिजोको दिनमा कसरी भनेदेखि त अज्ञात रूपमा नजानेको रूपमा हामी कसैको पछि लागियो होला होइन, कसैको पछाडि नबुझिकन अलैलामा हिँड्यो होला। तर जबै बुझ्दै आउँदाखेरि त कुरो त फरक छ नि त अहिलेको वर्तमान। र अनि अर्को एउटा कुरा के भन्छु भन्दा म होइन, ठिक छ होइन, अब जति पनि अहिले आन्दोलन तरिकाले अगाडि बढ्न लाउनु भएको छ नि, उहाँहरूको बौद्धिक क्षमताले जस्तो सोचेछ, उहाँलाई जे ठिक लागिरहेछ त्यसरी अगाडि बढिराख्नु भएको छ होइन। त्यसमा हामीले नराम्रो बोल्ने कुरो हुन्न। तर उहाँहरूको घरमा जति पनि युवा अवस्थाका मान्छेहरू छन् होइन, जति पनि युवा अलिकति बुझेको होलान् होइन, बुझ्नु भएको छ होला होइन कतिसम्म, तपाईँहरूले चाहिँ केही नगरे पनि एटलिस्ट आफ्नो आफूभन्दा जस्तै म मेरो ठाउँमा छु, मेरो आफन्त कोही अब त्यसरी जान लाउनुपर्छ भनेदेखि त एकचोटि सोधिदिनुहोस्, के प्रश्न गरिदिनुहोस्, के लागि जान लाउनुपर्छ र किन जान लाउनुपर्छ होइन। यो गएर यदि फाइदा हुने ठाउँ छ भनेदेखि त ओके, द्याट्स नट इस्यु होइन, जान सकिन्छ। तर खास किन जान लाउनु भयो त्यो सोधिदिनु क्या, गएर चाहिँ हुनेको लागि के हो र फाइदा के छ होइन। अनि अहिलेको अवस्थामा चाहिँ यो अलिकति शान्त हो कि राम्रो हुन्थ्यो होइन, किनभने हरेक कुराको एउटा स्टेप बाई स्टेप जाने कुरो हो होइन। त्यत्तिकै भनौँ न एक्कासी अब हिजो सरकार बन्यो आजै अब ढल्नुपर्छ भन्ने अवस्थाले गयो भनेदेखि त एक्ज्याक्टली आजभन्दा 10-12 वर्ष अगाडिको दिन आउँछ, कन्टिन्यू त्यो हुन्छ। त्यो गर्नभन्दा सरल भनेको आफैमा बुझिदिनुहोस्, नयाँ मान्छे आएको बेला एकचोटि गरी हेर्न दिनुहोस्, गरेर कस्तो रिजल्ट आउँछ, रिजल्ट हेरेपछि बल्ल पास फेलको कुरा हुने हो कि। तपाईँहरू डाइरेक्ट त्यो अब सुरु नै भएको छैन, परीक्षा सुरुै भएको छैन, एउटा परीक्षामा कतिवटा क्वेसन हुन्छन् कि, अब डाइरेक्ट एउटा क्वेसन गर्ने बित्तिकै त्यो क्वेसन अब मिल्यो कि बिग्रियो भन्ने बित्तिकै जज गर्नु त्यो राम्रो होइन। आजभन्दा
योभन्दा पछाडि अरू क्वेसन पनि छ नि त होइन, त्यसको पनि एन्सर दिन पर्ने हुन्छ नि त। त्यो पनि स्टेप बाई स्टेप एक्सन होला होइन। कतिपय कुराहरू अब नयाँ पार्टीहरू कुरा धेरै छ नि त। त्यो भइसकेपछि तिनीहरूलाई हामीले प्लस पोइन्ट गरेर जस हेर्न पर्छ, अलिक पछि हेरेर अनि बल्ल अगाडि बढाउँ के होइन। हिजोको पालि जति पनि मान्छेहरू बिते नि जस्तो भयो नि, एउटा कुरा हामीले के बुझ्नुपर्छ भन्दाखेरि त त्यो मान्छेहरूबाट कुनै पनि आगोजानी गर्ने भन्ने सोचलाई मनसायले त्यो र्याली निस्किएको थिएन जुन 23 गते र 24 गते, 23 गते है स्पेसली, त्यो आगजनी गर्ने नियतिले गएको थिएन। गएको भएदेखि चाहिँ उनीहरूसँग मसाल हुन्थ्यो होला, पुत्ला हुन्थ्यो होला, दुनियाँदारी हुन्थ्यो होला होइन। त्यो नभएको हुँदाखेरि अब भनेको तिनी भनेको आएर आन्दोलन आन्दोलन भन्दा पनि त्यसलाई शान्तिपूर्ण आन्दोलन भन्नु होइन, त्यो भइरहेको थियो। अहिले चाहिँ अग्र रूपमा आइरहेको आन्दोलन छ क्या, जसले फाइदा गर्नेवाला केही पनि छैन क्या होइन। जति पनि घरमा आफ्नो अलिकति बुझेको हुन्छ, जति पनि आमा बा, कसैको घरमा आमा बा धेरै बुझ्ने हुनुहुन्छ होइन, कसैको घरमा चाहिँ बच्चा बच्ची धेरै बुझिन्छन् होइन। बच्चा बच्ची भन्दा नि अब बच्चा बच्ची भनौँ न, तर के भन्नु भने जसको बच्चा बच्ची नबुझी आन्दोलन गरिरहेछन् तिनलाई बुझेको आमा बाउले सम्झाउनुहोस् यो बेला यस्तो होइन है भनेर साम्य बनाउनुहोस्। र जसको आमा बाउ नबुझिकन, जसको आफन्त नबुझिकन आन्दोलनमा गइरहनु भयो उहाँलाई चाहिँ एक्चुअली के भन्दैछु भनेदेखि चाहिँ यो सम्य भएर बस्ने कुरो यत्तिकै नबुझिकन चाहिँ एउटा घरमा कुनै पनि घर बनाएर 4 पिल्ला हुन्छ क्या, 4 पिल्लामा सबै कुरा चाहिँ एकदम 4 पिल्लाले धान्ने घर हो क्या होइन। होला कोही कमजोर कोही बलियो होला, जो बलियो छ नि उसले अलिक कमजोर भएर अलिकति कमजोर भन्नाले कस्तो नि अलिकति सोचाइमा अलिक कमजोर भयो कि अलिक कमी कमजोरी भयो कि तिनीहरू चाहिँ सम्झाइदिनुहोस् के यो के का लागि गएर गर्ने हो र भन्ने प्रश्न गरेर बल्ल गर्नुहोस्। अहिले भर्खरै बनेछ, पहिला गएर काम गरेर हेर्न दिनु, काम गर्नु पऱ्यो, काम गरेर रिजल्ट कस्तो आउँछ। पहिलो प्रश्न आउने बित्तिकै पहिलो प्रश्न अलिकति धलमुल भयो भन्ने बित्तिकै अरू प्रश्न पनि बिगारेर कतै एक्जामै फेल हुने हो कि भन्ने डर नरहनुहोस्। पहिला हेर्नुहोस्, पहिला काम गर्न दिनुहोस्, गरिसकेपछि कस्तो हुन्छ, रिजल्ट कस्तो आउँछ, त्यसपछि छ त। नभए भोलिको दिन फेरि पनि त चुनाव हुनेवालै छ त। गर्नलाई अहिलेसम्म धेरै हामीले हेरेर आयो हिजोको दिनमा, एटलिस्ट एकचोटि गरेर हेर्न दिनुहोस् के निस्किन्छ होइन। आन्दोलनको अगाडि कोही पनि अगाडि नगइदिनुहोस् है। कोही पनि भन्नाले व्यक्तिगत हिसाबले मैले व्यक्तिगत भनेको होइन, तपाईँलाई अब आफ्नो होइन म जान्छु मेरो मौलिकता दिन्छ भने जानुहोस्, द्याट नट इस्यु होइन। तर अहिलेको समयमा अलिकति उग्रता चाहिँ अलिकति कम गर्दा ठिक हुन्छ है। अलिक समय अलिकति स्टप गर्दा ठिक हुन्छ कि अहिले झ्याप्पै नबुझिकन झ्यापझ्यापै अगाडि जाँदाखेरि फेरि असर पर्ने आफूलाई हो। सबै यस्तो भाँड भैलो हुन्छ कि त्यो फेरि सुरुवात गर्नै गाह्रो हुन्छ कि। एउटाले सुरुवात गर्न लाग्छ भने सुरुवात गर्न दिनुहोस्, अलिक पर्खेर हेर्नुहोस्। नभएदेखि त त्यसको विकल्प पनि हरेक कुरा हुन्छ क्या होइन। अहिले आत्तिएर कोही मेरो सबैभन्दा ठुलो आग्रह के भन्दाखेरि चाहिँ घरमा कति पनि युवाहरू हुनुहुन्छ नि जो पनि अलिक बुझ्नुहुन्छ भनेदेखि चाहिँ अलिकति आफूभन्दा माथिको हुन्छ नि आफ्नो अभिभावकहरू कोही नबुझिकनदेखि जान लाउनु भएको छ भने उहाँलाई रोकिदिनुहोस् होइन। यदि कमाइ खाने भाँडै त्यही रहेछ र त्यही कमाइ खाने भाँडामै लात लाग्यो भनेदेखि त जानुहोस् होइन, जानुहोस्। अब के भन्न सकिन्छ हामीले होइन, कमाइ खाने भाँडै त्यही थियो भने त अर्को। तर जसको पनि एकदम हुन्छ नि आफू मेहनत गरेर अलिकति दुःख गरेर गरेको मान्छे छ भनेदेखि त त्यो मान्छे चाहिँ यो भनेको अहिलेको यो यस्तो उग्रता भनेको जसले जुनबाट आउने बाटो थियो त्यो टुट्दाखेरि मान्छे टुटेको हो क्या, बुझ्नुहोस् यो कुरा होइन। सर्ट फर्ममा तपाईँहरूले अब आफैले बुझेर त्यो अलिकति आफ्नो अभिभावकलाई नबुझ्ने हुन्छ भने उहाँलाई बुझाएर भने पनि यो कुरालाई स्टप गराउनुहोस्। र जसको आफ्नो बच्चा बच्ची अलिकति नबुझेको छ भने उहाँको अभिभावकले पनि अलिकति बुझेर ल है यस्तोमा यस्तो हो भनेर उहाँहरूलाई आत्मसात गरिदिनु है, एकदम आग्रह है मेरो।